Hello, Sivaro and Namaste. Welcome back to my another video. अनि म चाहिँ दिलुसा लिम्बू अनि आज चाहिँ म कहाँ छु त यस्तो ठाउँमा छु हेर्नु त यस्तो ठाउँमा छु भनेसी म आज मेरो साथीकोमा छु रन्जिता चौधरीको घरमा आइरहेको छु कुन ठाउँको हो झुम्का हैन हो कान्छी चोकतिर हो आन्टीले के गर्दै हुनुहुन्छ परेवा बनाउँदै हुनुहुँदो रहेछ पर्दैन हौ यतिले ए तर ए लिइसक्नु भएको यहाँ चाहिँ लुसी कस्तो राम्रो घर चाहिँ अनि मलाई पाहुना बोलाएर लसुन किलाउनु लाउँछेस् हैन भाइ यहाँनिर के पकाएको खाना पकाएको हो अनि अघिकोमा के पकाएको हो दाल हो ए हो अनि अब हामी यहाँ लसुन केलाउनु गइरहेको छौँ हेर्दै गर्नु होला यस्तो मिठो हुन्छ यो चुलामा पकाएको भात ग्यासमा त त्यति मिठो हुँदैन नि आन्टी ओइ पोख्यो पानी बेसी भयो कि क्या हो कहाँ छ ल अब रन्जिताले पकाएको भात खाने अस्ति सृष्टिकोमा जाँदा चिया पकाउने चिया हाली होइन दुध हाली सबै हाली होइन चिनीहरू सबै हाली अनि गफ गर्नु बसी अनि भएर त ग्यास चाहिँ खोल्नै बिर्सेको रहेछ उसको मम्मी ल्याएर प्याट्टै कुटेर ग्यास चाहिँ खोल्दै रहेछ भनेर करानमा त्यस्तै कहाँ लग्यो कहाँ लग्यो कि फेरि ला त्यसरी पो पकाउँछौ के गर्नु ए भगवान् यसले त फेरि के हो यिनीहरूको चलन ए भगवान् कहाँ मराउँछेस् म पाउनालाई कहाँ मराउँछ यो हो ओए ल ए बाहिर के हो पुरा म त्यस्तो गफाडी छु भन् त ग्यासमा छ तर ग्यासमा पकाएको भन्दा यतैकै बाहिरकै मिठो हुन्छ के अब फेरि पानी हाल्नु पर्दैन पाक्छ त्यतिकै हो ल यस्तो नै फर्स्ट टाइम देखेको है मैले चाहिँ हामी त त्यतिकै पानी सुकेपछि पकाउने हो नि त ठिक्क पानी हालेर ए हो लु अब आज फर्स्ट टाइम चौधरी.com को स्टाइलमा सबैको चिज खानेकुरा खाने ए घुङ्गी चाहिँ कहिले दिन्छेस् नि तेरो त्यही भएर बस्न भनेको मानिन आज त बस्छु त बेलुका दिएन घुङ्गी के त मलाई त तेरो ठाउँमा आएको मलाई थाहा हुन्छ हेर्न दिनुपर्छ भनेर गाई चाहिँ हेर्न त गङ्गटा कति बेला पाउँछ भनौँ जुन धानहरू काट्छ नि आन्टीहरूले मलाई घुङ्गी खाउँछु भनेर छैन कहाँ पाउँछ भन्दै उल्टै मलाई सोध्छे म घुङ्गी खाएकै छुइनँ भोलि बिहान ल ल त्यसो भए यसले त कहाँबाट ल्याउनु पो भन्छ हौ होइन अब हट्या थिएन नि त त्यही भएर भन्नु क्या आज चौधरी स्टाइलमा भात पनि खाने वाट हेभेन लुसी के भो ताँबाको तरकारी बनिँदैछ सिक्दैछु म पनि हेरेर म यो मिठो लागेर घर गइन भने के गर्नुहुन्छ आन्टी म यो तरकारी मिठो लागेर कहिले घर जानु मानिन भने भनेको नि
रन्जितालाई विदेश खेदाउनु पर्छ होला है आन्टी। मन गर्दैन गए पो राम्रो। कसलाई? ल ल ल भन्न त यति बेसी काम गर्छ रन्जिता। हेर अचार पिन्दैछ। ए जिरा पिन्दैछ। अनि हो त नि है आन्टी मिक्सरमा भन्दा हातले पिसेको मिठो हुन्छ नि। आज त मलाई आज अहिले रामधुलाई के रामधुनी घुमाउँछ अरे आन्टी। राम भगवानको वनवास दिएको थियो नि। ए अनि बुढीले सीता लिएर लक्ष्मण लिएर यहाँ आएको नि त। ए यता चाहिँ हो त्यो रेखा कोरेको यता हो। ए ल मलाई के त मलाई कता कता हो भनेर। यता वनवास कटेर 14 वर्ष फेरि जान्छ नि। अनि फेरि राम भगवान दिन्छ नि वनवास बुढीलाई एक्लै। हजुर अनि उता चितवनमा छ त्यो। ए अनि कति बेसी ओइ मैले गर्दा दुःख पाइस् गर यति त। म अब कहिले हो कहिले जाने बेलामा आउनु बस्नु 3-4 दिन आउने फेरि मिठो लाग्यो भने फेरि आन्टी तामाकै तरकारी खाने भन्ने हो। हुन्छ बाटो काम साक्न। ए होइन एकैचोटि भातसँग खाऊँ न। फेरि खायो नि त। ए एक कराई पकाएको छु। कराई हो के हौ? ए हो त कुन देश जान्छस् अरे? खै अनुहारहरू कोरिया हिँड्न कोरिया। आज चाहिँ हामी माछा पनि मार्नु जाँदैछौँ है गाइज हेर्नु होला। यहाँ आज म ओइ कुन ठाउँ अरे? डकाहा इटरी 18 कहाँ अरे कुन ठाउँ अरे? पकलीबाट भित्र। ओइ पानी पर्ला जस्तो छ त नि आज त नि। यता चाहिँ रन्जिताहरूको पूजा कोठा अनि यता चाहिँ घर अनि रन्जिताको स्कुटी अनि यता रन्जिताको परिवारको कुखुराको खोर यता बाख्राको खोर यता टोइलेट हो यो टोइलेट अनि यता रन्जिता अनि अचार पिस्दैछ। कोही यसो बुहारीको खोजी हुनुहुन्छ भने यहाँ छ रन्जिता। कसैलाई घरको बुहारी यस्तो काम गर्छ चाहिएमा कमेन्टमा भन्नु होला सम्पर्क गर्नु होला। आन्टी हाँस्दै हुनुहुन्छ। मैले आएर आँप पनि खाइसकेँ। मैले यत्रो पछि समयमा आएर आँप पनि काँचो आँप पनि खानु पाएँ पाकेको आँप पनि खानु पाएँ। मैले कति बेसी खाएँ। अनि आज चाहिँ म तामाको तरकारी चाख्न गइरहेको छु। रन्जिताको मम्मीले बनाउनु भएको एक छुट्टो रहेको छ। पुग्यो कस्तो छ? मिठो छ? के पुगेन? खुर्सानी पुगेको छैन? सबै पुगेको छ मिठो भएन। आफै हाल्नु? कहिले देख्यो फेरि? अलि त खान्छस् होला त। ओइ खास त यस्तो हो र पस्किने यस्तो होइन र। ओइ कस्तो मिठो छ हेर्नु त गाइज चौधरी स्टाइलमा। तर म धेरै खाँदिनँ। यता परिवार पनि छ नि त। ओइ कस्तो मिठो सेन्ट आएको साँच्चै भन्नु। ग्रेभी ओइ ला म अहिले यति मात्रै खान्छु होला।
हामी बहिनी लुसी तिमी चाहिँ के गर्छ आन्टी चाहिँ कतिखेर खानुहुन्छ अनि यहाँ बस्नु है म हात धुन्छु यहाँनिर हाम्रो सुँगुरको मासु मिठो भयो आन्टी सुँगुरको मासु थ्याङ्क यू सबै मिठो भयो मिठो भयो अनि गाइस हामी चाहिँ भात सात खाएर मेकअप पनि गऱ्यौँ होइन सनस्क्रिन लाएर बारीमा घाँस काट्न आइरहेको छौँ रन्जिताको होइन अनि रन्जिताले खाजा पनि बोकेको थिएँ पानी पनि बोकेको थिएँ तर कसम भनेको म बिहोस भइसकेँ यहाँको गर्मीले लात्राक लुत्रुक गइसकेँ साँच्चै भन्ने पर्दा खेत पनि फेरि कति टाढो हो तर त्यो रोग भएको ठाउँमा अरे मरिसकेँ म यस्तो कसम भनेको घात फुटै गलिसकेँ अब एक दिन गराउँदा केही हुँदैन त्योबाट म त सुत्दिन्छु होला अलिक सुत्ने ठाउँ छ न बस्ने ठाउँ छ सुत्यो भनेर खोजेँ हेर त फोन पनि समात्न नसक्नु भयो यो चाहिँ यसरी आइरहेको चाहिँ अब भरे टाउकोमा बान्छे भन्न केही दिएन हौ केही कुरा भन्न म चाहिँ बिहान जस्तो होला तेरो बाजे यसो केही पनि होइन एकचोटि घाँस काट्नुपर्छ त्यति हो काम पनि अरू के काम छ भन्छ तेरो कस्तो एकचोटि घाँस काट्नुपर्छ भने कति घन्टा घाँस काट्नुपर्छ एक बोरा एक घडी कोही नि जानु सक्छ घाँस काट्छु भनेको त हिजो होइन त्यो भर्खर देखेर गएको कति गर्मी भएको यो ठाउँमै वरि गएको थिएँ म पर बाजेले पनि घाँस काट्दो रहेछ बाजेको नि बाजे हो केटी हो छोरी मान्छे रहेछ छोरीले जाति उहाँबाट यहाँ आउँदो रहेछ हेर न उहाँ छ तैँले भनिस् नि अघि कसको नानी भनेर राम्रो यहाँ प्लटिङ गरेको रहेछ जग्गाहरू चाहियो भने आउनु है सबैजनाले सम्पर्क गर्नु होला सम्पर्क गर्नु होला मलाई मान्छे राम्रो पनि होइन मन राम्रो हुनुपर्छ यिनीहरू फेरि डोकोमा भारी बोक्नु आउँदैन अरे हामीलाई फेरि बारीमा अरे बोरामा बोक्नु आउँदैन क्या है ल अब चाहिँ यसले घाँस काटेको देखाइदिन्छु दामी देखेको छ है भ्यू चाहिँ यस्तो गर्मी चाहिँ जाडो महिनामा आउँछु म अब पर घाम कुदेको हेर्नै गइन्छ पर कुद्दै जाँदैछ कस्तो यस्तो घाम कुदेको प्राय मान्छेले देख्दैन क्या घाम कुदेको छैन बादलले छेकेर कुदेको अन्त बादल कुदेको भनेको कहाँ बस्ने है भोलि पर्सि मलाई धान दे ल ए धान दिएर चामल दे है यति गर्मी भइरहेछ म त सक्दिनँ कसरी काम गर्छु हेर त चुप्ला काली त पहिला जन्मैदेखि काली होस् फोटो खिच्दा त जो पनि राम्री आइहाल्छ नि मन त अनि हिरो नि आउँछ नि यो बस्ने ठाउँ तेरो खाजा खाने ठाउँ पनि यही हो ओए भर्खर भात खाएर आएको होइन आयो लगाउ जब हामी यहाँ बस्छौँ है यो रुखमा सबै यहीँबाट खुट्टै दुख्यो हिँड्दा हिँड्दै क्वालिटी कस्तो म त सुती पो दिन्छु सुत्दै गर्नु म घाँस काट्छु नि त कहाँ काट्छस् घाँस अहिले भात खाएर आएको यसले अनि यहाँ पनि ल्याएको छ यिनीहरूको हँसिया फेरि के हो यस्तो अब यो खेतमा भएको अलिअलि गर्दै गर्ने अरे यो त मलाई त्यति मन पर्दैन थियो तर नि खाइदिन्छ खानु खाना काम गरेर काली भएको अरे त सानोदेखि काली थियो नि
पहिला काले भयो भने पहिला गोरो भएर कालो छ कालो राखाले भएको बडा गाइज भनिदिनुहोस् त गाइज पछि हात फोहोर हुन्छ नि त त्यही भएर अहिले खाएर टोकिहाल्छ ओठमा घाउ बनेछ ओठ टोकेर मासु खान बस्छ नि त्यही भएर मासु त टुटेकै छैन आएदेखि म मधेसमा बे गर्दिनँ अन्त पहाड मनपर्छ हौ हाम्रो खाल पनि पहाडमा हो नि मलाई चितवनतिर बिहे गर्नु मन छ के चितवनतिर हेर्नु त होला कसै चितवनबाट हेर्दै हुन्छ भने सम्पर्क गर्नु होला प्लिज कन्ट्याक्ट मी यता हेर्दै अनि इन्स्टाग्राम र फेसबुक इन्स्टाग्राम आइडी पनि भन्दै रञ्जिता चौधरी आइम बिङ कन्फ्युज प्लिज सक गर्नु होला तपाईँ खाइदिनु हेर्न 50 फुर हुन्छ नि ल अब एकछिनै गाई जतिकै बस्छौँ हामी यहाँनिर रञ्जिता पर घाँस खोजी हिँड्दैछ उसको घाँस अघि नै अर्कोले लगिदिइसकेछ भन्दै थिएँ घाँस खोजी हिँड्दैछ घामले हेर न बिचरा थोरै गर्मिँदैन म चाहिँ यहाँ हिरोनी भएर बसिरहेको छु हिरोनी भन्दा नि यहाँ पनि घामै आइरहेछ रुखमुनि बसेको घाम टल्किरहेछ यताबाट भेटिस घाँस कराउँदै आउँदैछ जाँटीले सबै काटेर लगेर नि भने बिचरा गाह्रो हुँदो रहेछ यहाँ आउँदै घाँस काट्न पाउनु पनि यस्तो घाममा काम गर्दो रहेछ फेरि घाँस पनि अहिले होइन हामी आएको 1-1.5 घन्टा भइसक्यो यही खेतको आलीमा भएको काट्नु पर्ने रहेछ अस्ति हेरिरहेको खै कुन्चेले आएर लगिदियो भन्दै थिएँ गाह्रो रहेछ गाउँघरमा बरु एक ठाउँ घाँस हुन्छ यो त आलीमा कुदेकै गर्दैछ गाह्रो रहेछ तर हेर्नु न क्लाइमेट कस्तो राम्रो देखेको है गर्मीले मरि त्यो त यहाँ चाहिँ बाँसघारी छ अनि रुखहरू छ त्यही भएर म चाहिँ यहाँनिर हावा खाँदै बसिरहेको छु अघि 1 मिनट त सुतेर उठेको छु क्या घाँस बोकेर आएँ अब यो घाँस बोकेर जान्छे बोरा नि कति ठुलो नि अनि कति घाँस गर्छ यही घाँस भारी पार्नु त 2-3 घन्टा लागिसक्यो अब भोलि चाहिँ फेरि कहाँ आउँछ नि आज घाँस त सक्यो त नि एक दिन बिराइदिएर आउँछु हो अनि अर्को दिन तल उम्री दिइरहेको हुन्छ अर्को दिन अर्कोतिर जान्छ नि ल बोतल बोक ए म पो बोक्नु लगाइ अब हामी पनि जान्छौँ है शकुन्तले के गरे कि होला भन्छ होला तेरो मम्मीले यसरी बोकेर गई चौधरी थारुनी थरुनी भयो अब चाहिँ यस्तो घाम छ यहाँनिर आन्टी ला भिडियो गरेर आन्टीले हेर्छ दर्शन आन्टी पनि अब युट्युबमा आउँछ त्यो त लुकाइहाले अब जाने गाई थोरै गर्नु छैन छाता ओढ्छु म त के नाटक पारे केही चाहिँ भिडियो गर्नलाई मात्रै अब जाने हामी के गर्छौँ फेरि देखाउँछौँ ल गाई भन् ल अन्त के भन्छस् बाई गाई अहिले एकछिनको लागि ल के अरे यस्तो दामी ठाउँ त जामा लाउनेहरू आऊ है घुम्नु
त हात छोडेर कुदा त एक कुदा त ए जानिसकेछ यसले त फिलिली सक्थ्यो कसरी अड्डिनु माथि रन्जिता त के हो राम सर्कसमा पैसा कमाउनु पढाउनु पर्छ जस्तो छ सक्छ नि जाँदैन पढ्दैन बरु अस्ति पहिला यसले त्यो के अरे ब्याचलर पढ्नुभन्दा गएको भए हुन्थ्यो क्या अन्त यतिखेर कत्रो बिल्डिङ भइसक्थ्यो अब बुवा त्यति ऋण अङ्कलले गरिसकेर त्यति ऋण हुँदैन थियो नि त रन्जिताको घाँस काटेर घरमा आइसक्यौँ गर्मी भेगेले आइज लु ल आइज ओहो कति शीतल भाइ नेपाली बोल्देऊ न शीतल छ भनिदेऊ त अलि ठुलो बोल न शीतल छ भन न किन त्यहाँ राखेको नि नरोपिकिन यहाँबाट कस्तो राम्रो देखिरहेछ तिमीहरू तँलाई त्यहाँ पुराकै यो उयो बाहिरको सिनहरू कस्तो राम्रो देखिरहेछ यसको यहाँनिर गार्डन फुलहरू रोपेकी छे रन्जिता मेहनती छ कोई लड़का है तो बताइए है ना इसका शादी करने की उम्र हो चुका है थारू लड़का है कोई ये के भन्छ थारू लड़का है तो बताइए रंजिता के ब्याह करने के उम्र हो चुका है हैन वही त्यही भन्छ हैन तेरो थारू भाषामा आउनु पर्यो नि त भाइ बिहे गर्ने उमेर भइसक्यो भन्दा थारू भाषामा कसरी भन्छ लु भन् त नेपाली बोल अनिदेखि बिहे गर्ने बेला भन्न चिसो खाम लु खाम लु निकाल लु ल्याम भाइले लिएर छ नि होइन भाइ जे भन्नु खाने हो ल यस्तो मजाको हावा आउँछ अनि गाइज हामी चाहिँ अहिले खै यसले कहाँनिर घुमाउनु लाँदै थिएँ अनि हामी चाहिँ जानु लागेको स्कुटीमा उल्टै भए पनि चढेँ तँलाई त खालि उल्टो र सुल्टो भन्दै बस्छिस् मलाई फेरि यतै चढ्नु मन लाग्छ क्या हिँड के आएको यार बस हाई गाइस हामी चाहिँ गएको हेर्नु त कस्तो दामी छ भ्यू यहाँनिर यस्तो दामी छ हाम्रो चाहिँ ओइ हिरो नि आयो यता धेरै टल्क्यो त कस्तो राम्रो आएको के लगिदिनु गाई चाहिँ नि अघि हामी बाहिर एउटा के अरे रामधनीबाट आएर खाना खाएर जुरो भाँडा गरेर मुखसुख धोएर अनि यो के लाग्यो भन्दा थाहा छैन के लाग्यो त्यो पनि लाग्यो भने अब हामी सुत्नु लागेको गुड नाइट मेरो भिडियो कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला अनि आजलाई यति नै टेक केयर सबैजना सी यू टुमारो चाहिँ नभनौँ अब कहिले बनाउनु ल्याउँछ त्यति बेला बाई बाई